housing wall. यो reinforced earth wall करिब यो ठाउँ चाहिँ अहिले केही नभए 20-21 मिटर हाइट उठेर आइसकेको वाल हो यो। पहिला यो तलको लेभलमा थियो भने अहिले टेक्निकल ब्याकफिलहरू फिलिङ गरेर माथिको लेभल आइसक्यो अहिले। टेक्निकल ब्याकफिलको पछाडि CBR5 फिलिङ यसबाट चाहिँ अनवान्टेड मेटेरियल ठुलो बोल्डर रोड्सहरू निकालिरहेको यो हामी देख्न सक्छौँ जियो स्ट्र्यापहरू लगाउने काम हुँदैछ। यो पनि अब करिब 1 मिटर जति फिल गरेपछि सकिने क्रममा छ यहाँको वाल पनि। पठाइराख्नु पर्यो। मेरो स्वर बसेको छ भाइ। डेन्सिटी पुगिरहेछ, डेन्सिटी आइरहेछ। कम्प्याक्सनको टेस्ट हरेक लेयरमा टेस्ट लगाउने काम भइरहेछ। के छ दालजी? सर ठिकै छ सर। के छ पास भइरहेछ? ए हेर्दै हो सर। तिमीहरू पनि अब यसलाई टास्नमा लाग्नु ल। ट्याक्सीको लेभलमा पुग्नको लागि करिब 5-6 मिटरको डेप्थ मात्रै फिलिङ गर्न बाँकी छ यहाँ यो एरिया। त्यसपछि हामी ट्याक्सीको लेभलमा पुग्छौँ। कार्गो बिल्डिङको जस्ट अगाडि सबैभन्दा धेरै म्याक्सिमम हाम्रो चाहिँ 26 मिटरले हाइट उठाउनु पर्ने मध्ये करिब 21 मिटर जति उठिसकेको अवस्था भयो। यो टेक्निकल ब्याकफिल र CBR5 को फिलिङको बिचमा चाहिँ यो कालो कपडा जसको भित्र पाइप पनि हुन्छ जसलाई हामी ड्रेन ट्युब पनि भन्छौँ। यो जियो टेक्सटाइल मेटेरियलमा भित्र पाइप राखेर बनाइएको ड्रेन ट्युबहरू चाहिँ ठ्याक्कै यो CBR5 र टेक्निकल ब्याकफिलको फिलिङको बिचमा राख्नुपर्ने छ। यो कन्टिन्युअस थ्रु आउट लेन्थमा छ।
हामी देख्न सक्छौँ माथि त्यहाँ एयरक्राफ्ट इकोमा। यो फिलिङ हाइट चाहिँ धेरै भएको ठाउँमा काम गर्दाखेरि यो सेटलमेन्ट कति हुन्छ भनेर मेजर गर्नको लागि चाहिँ हामीले यसरी यो सेटलमेन्ट प्लेटको रड हो यसरी तल फिलिङ सुरु गरेको ठाउँदेखि नै कन्टिन्यू आएको छ र यसको यो टपमा क्विकली चाहिँ हामी लेभल चेक गरेर मेजरमेन्ट अपडेट गरिराख्छौँ ताकि 26 मिटर फिलिङ गर्दाखेरि चाहिँ कति चाहिँ सेटलमेन्ट भएछ त कहिलेसम्म यो सेटलमेन्टको प्रोसेस चाहिँ कन्टिन्यू रहिरहन्छ भनेर हेर्नको लागि, किनकि जबसम्म सेटलमेन्ट भइरहेको छ तबसम्म त्योभन्दा माथिको स्ट्रक्चर हामी ट्याक्सवेको पेमेन्टको स्ट्रक्चर चाहिँ सुरु गर्न मिल्दैन। सेटलमेन्ट रेट चाहिँ एकदमै लो भएर गएपछि चाहिँ त्यो अवस्थामा चाहिँ हामी काम सुरु गर्न सक्छौँ माथिको पेमेन्ट चाहिँ। त्यसको लागि चाहिँ यो रेकर्ड कन्टिन्यू राख्नुपर्ने हुन्छ। आरिवालको तल बटम पिँधबाट करिब 20-21 मिटरको हाइटमा आउँदाखेरिको यो अवस्था चाहिँ अहिले यस्तो भयो। प्यारलल ट्याक्सी बनाउनको लागि चाहिँ हामीसँग लेभल ग्राउन्ड थिएन, पुरै तल कार्गोको लेभलमा चाहिँ थियो जम्मै नेचुरल ग्राउन्ड। त्यसलाई चाहिँ भर्दै भर्दै यो 21 मिटर भइराखेको अवस्था यो अझै 5 मिटर माथि उठ्दाखेरि हाम्रो ट्याक्सीवे बनाउनुको लागि चाहिँ पर्याप्त ठाउँ हुन्छ लेभल ग्राउन्ड। त्यो माथि हामी यो कामको लागि यो सबै अहिलेको स्थितिमा यसरी भइरहेछ। ट्याक्सीवे इकोको नजिक आइपुगेको छ। ट्याक्सीवे इकोबाट चाहिँ अब प्यारलल ट्याक्सीवे गनेको इन्डसम्म जानै थिएन र अहिले हामीले जुन आरिवाल फिलिङ गरिरहेको छौँ त्यो चाहिँ अब प्यारलल ट्याक्सीवे इको टु गनेको साउथ हिल जानलाई बनाइराखेको भएर यो अब हाम्रो यो ट्याक्सीवेको सबग्रेडको काम भइरहेछ।